नमस्ते साथीहरू, यदि तपाईले कलंगा हाइड्रो लिमिटेड को आईपीओ भर्नुभएको थियो भने आज तपाईको लागि एउटा ठूलो अपडेट छ। यो कम्पनीको आईपीओ को नतिजा आजै सार्वजनिक भएको छ। यसपालि यो आईपीओ मा माग भन्दा धेरै आवेदन परेका छन्। कुल 27,70,000 किता शेयर को लागि 25,74,000 भन्दा धेरै सर्वसाधारणले फर्म भरेका थिए। यसको मतलब माग भन्दा झन्डै 10 गुणा धेरै आवेदन परेको छ। त्यसैले धेरै जनाको हात खाली भएको छ र बजारको नियम अनुसार भाग्यमानी 2,87,000 जनाले मात्र 10-10 किताको दरले शेयर पाएको छन्। अब नतिजा कसरी हेर्ने त? यहाँनिर एउटा कुरा ध्यान दिनुहोला। आज नतिजा आउने बित्तिकै मेरो शेयरमा तुरन्तै अपडेट नहुन सक्छ। मेरो शेयरमा डाटा आउन 1 दिन जति समय लाग्छन्। त्यसैले आज हतार गरेर एपमा हेर्दा नदेखाउन सक्छ। तपाईले भोलि मात्र मेरो शेयर चेक गर्नुहोला। यदि तपाईलाई आज नतिजा हेर्ने मन छ भने यी तरिकाहरू प्रयोग गर्न सक्नुहुन्छ। फर्स्टमा रहेछ CDSC को वेबसाइट। तपाई iporesult.cdsc.com.np मा जानुहोस्। त्यहाँ कम्पनीको नाम कलंगा हाइड्रो लिमिटेड रोज्नुहोस् र आफ्नो 16 अङ्कको BYD अर्थात् डिमेट नम्बर राखेर तुरन्तै रिजल्ट थाहा पाउनुहुन्छ। सेकेन्डमा रहेछ सानिमा क्यापिटल को वेबसाइट। यो आईपीओ को काम सानिमा क्यापिटलले हेरेको हुनाले तपाईले सानिमा क्यापिटल को आफ्नै वेबसाइटमा गएर पनि नतिजा सजिलै चेक गर्न सक्नुहुन्छ। र थर्ड नम्बरमा छ मेरो शेयर एप। भोलि वा 1 दिन पछि मेरो शेयर लगइन गरेर माई एजेप्सा भित्र एप्लिकेसन रिपोर्टमा जानुहोस् र रिपोर्टमा थिचेर आफूलाई पर्यो कि परेन हेर्नुहोस्। तपाईहरू मध्ये कसको भाग्य चम्कियो र 10 किता शेयर पर्यो कमेन्टमा लेख्न नभुल्नुहोला। शेयर बजार सम्बन्धी यस्तै नयाँ र सरल जानकारीहरू पाउनेको लागि च्यानललाई फलो र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।